सबैलाई मेरो मोटे भ्लगमा स्वागत छ। आज हामी चाहिँ जान लाग्छौँ लेतेको डाँडा प्रशान्तेको परेको घरमा जान लाग्छौँ। अनि हामी चाहिँ रब्बाको लागि भनेर एउटा भैँसी खोज्न जान लाग्छौँ। उसले चाहिँ अबदेखि दुध बेचेर भैँसीको दुध बेचेर गुजारा चलाउने विचार गरिरहेको छ। त्यसको साथमा म पनि आइरहेको छु, किनभनेदेखि मैले पनि विगत 10 वर्षदेखि भैँसीको दुध बेचेर पैसा कमाइरहेको छु। हजुर तेरो बर्थडे भयो? मेरो बर्थडे वैशाख। ढिलो भयो बस। किन दाइ? यत्रो साइजको तँलाई मैले सुनको दिन्छु ढिक्का। ओके। यसलाई गोल कलर अलिकति गरेर दिँदा पनि हुन्छ। तैँले अब राख्न सक्छस् कि नै त्यो फरक कुरा हो। हजुर यत्रो गोल्ड पाउँछस् तैँले तेरो बर्थडेको दिन। कस्तो लाग्यो तँलाई? एकदम उपहार स्वरूप यो तस्बिर माया गर्नेहरूको लागि भलै रहिरहला, म नरहँला, मेरो तस्बिरहरू रहिरहनेछ। छैन? अरे दसैँमा नआएर अब सिधै सरस्वती पूजामा नआउने विचार गरेर राख्नु भएको छ। अरे दिमाग छैन तपाईँको? चिने छैन हामीले तपाईँलाई? म त एकैपटक यो बाटो यो नाली के गरेर बनाएको? हाम्रो सरकारले कहाँ हेरेको छ भुन्डान? अब ऊ भयो क्या दिनेर देशको चिन्ता गर्ने। देश पनि केटाहरू, देश बनाउने केटाहरू हुनु हामी नै यहाँ लगेर जसले नाली नबार्ने हो। चलो गाई झिनो हिँडो। क्यामेराम्यान यो मेरो जङ्गल देखाइदियो त, मेरो जङ्गल। केटाहरू जङ्गल देखा। आज हामी च्याउ खोज्न जान लाग्छौँ कि यो जङ्गलमा अहिले काम छ भेट्दा सुनको खोजीमा गएको छु यहाँ। लास्ट महँगो छ एकदम यस्तो ठाउँहरूमा सुनहरू पाइन्छ भन्ने सुनेको थियौँ। त्यही भएर हामी बाटो देखाएन, कति रिस्की छ हेरिदिउँ मलाई। बाटो एकदम रिस्की है। रेकर्ड गरेर म कस्तो रपाने कसरी हिँड्नुपर्छ तेरो सोच कति घटिया छ दाइलाई लोटाउने। यहाँ चाहिँ डाइनोसरको अन्डाहरू पाइन्छ अरे। आज चाहिँ सक्यो यो चाहिँ हाम्रो 5 नम्बर गेट। 5 नम्बर गेट फेरि रब्बा कस्तो लागिरहेको छ तँलाई? मलाई एकदमै राम्रो फिल भइरहेको छ दाइ। अनि परु डार्लिङ, व्हाट इट फिल्स लाइक टुडे? अहिले चाहिँ एकदम अलि यु फिलिङ गुड? गाह्रो भइरहेको छ अहिले दाइ सुन्नु न, लौरोलाई हामीले यो लौरो पनि हामी नाइट क्याम्पमा युज गर्छौँ। अर्कोचोटिको बालेनको लौरी यता छ। बालेन दाईको लौरी यहाँ छ। हुन्छ बालेन दाईलाई चाहिँ यहाँ हामीले स्वागत गर्न चाहन्छौँ। घन्टी चाहिँ झोला म म्युजिकको तालमा एकदमै डुबेर हिँड्न आएको दाइ, त्यही भएर जे पनि हुनसक्छ। धेरै गहिरो नडुबेस्, मलाई स्विमिङ आउँदैन होइन। यस्तो जङ्गलहरूमा हिँड्दाखेरि तिमीहरूलाई थाहा छैन एउटा कुरा? के कुरा दाइ? थाहा नभएको कुरा किन भन्नु? यो बाटो ठिक छ, ठुलो पहिरो पनि आयो। एकदम ठुलो छ नि त यो ठुलो पऱ्यो दाइ। त्यहाँ पारि त्यो सल्यानको कुमाको लेक भन्ने छ त, त्यहाँबाट पनि देखिन्छ क्या मजाले। चलाउनु देखिँदैन, कस्तो आवाज आयो? बगाइदियो होला नि पऱ्यो। हाम्रा दुःखका दिन गए, सुनखानी भेटाएका छौँ हामीले। दुःखका दिन गए है परे रब्बा, गए अब दुःखका दिनहरू गए। सुन मात्रै छ त्यहाँ। ल डिल डन। चाहिँ हामी रब्बा आस्ते गर्छ भलकिङ, रब्बाले भलकिङ। आज चाहिँ हामी यहाँ आएका छौँ, परेको घरमा आएका छौँ। म चाहिँ अघि भर्खरै खाना खाएर आएको। यसले यस्तै गर्छ क्या, भर्खरै खाना खाएर आएको। अनि ल हामी चाहिँ अब पुग्ने बेला भइसक्यो, हेर्न सक्नुहुन्छ। म एकदम रविको फिल्डमा छु। रविले भलकिङ यस्तरी गर्छ क्या। प्रकृति जिमालाई धेरै धन्यवाद दिन चाहन्छु। उहाँ माया गरेर जिमाले हामीलाई बुकी दिइसकेको छ। हामी तिनवटालाई बुकी देखाइ थ्याङ्क यू भन सबले जिमालाई। थ्याङ्क यू जिमा। माउन्टेन ड्यू डर्की माकी डट 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 कहिले डर्की मागी डर्की मागी स्पाइडरमैन हुँदै गयो, चिज गर्दै गयो। चलो चलो गाइस आगे बढौ। चल भाइ चल। ल मलाई हिँड्ने तरिकै थाहा रहेछ। यहाँभन्दा त यो बाटो भन्दा परबाट छिउ त्यहाँ तल यार। तू भी क्या याद रखेगा जाहिर न तेनु भेख दी क्या यार गीत बिर्सि गए। फाइनली गाइस हामी चाहिँ हाम्रो
डेस्टिनेसनमा पुगिसकेका छौँ। होइन भने त कुकुर हेर्नु अगाडि कत्रो छ। हिँड्नु त हिँड्नु नयाँ ठाउँमा आयो है। अब पहिले छुट्याउने पछि हाम्रो डेस्टिनेसन फाइनली हाम्रो डेस्टिनेसन पुगेछ। दाइ कस्तो लागिरहेछ तपाईँलाई? मलाई एकदम त्यो फेरि कुर्सी भएको छ नि फिल गुड भइरहेछ। त्यहाँ बस्ने बेला छरिदिनु होला। चुकै छैन नि त फेरि चुक मलाई पनि कहाँ जान्छ चुक चुक भाँची जान्छ हुन्छ। यहीँ राखिदियो तैँले फेरि। स्विमिङ हान्ने पो हामी अहिले है नुहाउँछु होला सायद मैले अरू दाले। स्विमिङ हान्न तर मलाई गुलाएको म तर झाल टाइटेर जान्छु होला त्यहाँ अग्न। पैया खर्का आएको थियौँ हामीले एकदम अर्ग्यानिक पार्टी अर्गनाइज गरेका छौँ। अर्गनाइजर चाहिँ हाम्रो परू हो। कताको परू? परू चाहिँ अहिले यहाँ छैन। यो चाहिँ हाम्रो यहाँको नेचर हो, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ म हुँ, यो चाहिँ रब्बा हो, यो चाहिँ खानेकुरा हो। हामी आज आएका छौँ जङ्गलमा पार्टी हान्नको लागि। पाचन प्रणालीमा सहयोग गर्छ दाइले यो पनि। पहिला तँ खानु मलाई विश्वास छैन। पहिला खान पहिला तेरो विश्वास छैन। म खान्न मुला त्यसो के म खान्न मुला केही नराम्रो हो कि एकचोटि ट्राई गर्न भएको। म खान्न त्यसमा नेचर देखाउँछु। एउटा टिकटक बनाउनु भने ल ल म पनि खान्छु अब। मिठो न चाहिँ म चाहिँ एकदमै तँ गर्न गर्न खाइकन म्या गर्न एउटा भिडियो आफ्नै बायो फलेको पहिला खान म्या गर्न। मुलाको पातो सुरुवात गर्दै अनि त्यो चाहिँ एकदम म्या गर्दै बो बो वाटर दाइ प्लिज। ओके आई विल। परू कहाँ गयो? नुन खुर्सानी ल्याउनु लाग्छ। मैले भात अर्डर गरेँ भात ल। आज चाहिँ हामी परूको घरमा अर्ग्यानिक बारीको पाटामा फलेको चिनी र जङ्गलबाट चिनी चाहिँ बारीको पाटामा फलेको, यो दही पनि किनेको हो, यो पनि डिलरबाट ल्याएको भन्ने। सब अर्ग्यानिकबाट डिलरबाट। मजा आएको, कस्तो मजा आउँछ खान। अर्ग्यानिक मुलाको सागमा आयो एकदमै शिखरमा पुगिसक्नु भएको छ हाम्रो अगाडिको मान्छे पछाडि। खै म पनि पुगेँ अमलाको साथमा। हुन्छ हजुरलाई यो उकालो काट्दा कस्तो फिल भयो? थकाइ लाग्यो। अब हाम्रो सिधै यात्रा हुनेछ। कतिले दिएर यो जति छ नि हजुर जति खेतहरू छन् नि हजुर त्यो थाहा छ तिमीलाई कसको? कसको खै कसको फुटाइकिन आउँगा ए दामी छ नि दामले गाइजहरु गाइज ओइ गाउँ पनि आएको रहेछ यार। मैले अघि लसुन पनि खाल्ला हैन। तर खेत किन साकुरा बनाएको हो र? अनि अहिले चाहिँ हामी खेतबारीमा हिँडिरहेको छौँ दाइ म पेरु। हाम्रो खेतबारीको सिन हेर्नुहोस् न गाइस सिन। बुलाओ न बुलाओ खेत में लड़की को बुलाओ। भिर र पहिरो खोलाको बाटो नमान्नु डरै डर।
फुल्नु माल मनभरि फुल्यो यो जुनी तिम्रै मन्नेको छोडो। आजको यस कार्यक्रममा आजको विशेष दिनमा हामीले चाहिँ रबाजीलाई स्वागत गर्न चाहन्छौँ। रबाजी हजुरबाट 2 वटा जति कुरा भन्नुहोस् न, हाम्रो यो केराको बारेमा के भन्न चाहनुहुन्छ? खानुहोस्, केरा खानुहोस्, स्वास्थ्यलाई एकदमै राम्रो हुन्छ, त्यही भन्न चाहन्छु। अनि हजुरलाई चाहिँ आज यो ठाउँमा आउनु पाउँदा कस्तो लाग्यो? एकदमै रमाइलो लागिरहेछ, भात खाने बाबा। अनि हजुरले किन छोड्नु भएको? टुप्पीहरू नखाने भन्दै हुनुहुन्छ। खाने हो, त्यो चाहिँ विशेष, भात चाहिँ विशेष। अघि नखाने भन्नु भएनहरू ल्याउँदाखेरि यस्तो हो परिस्थिति अनुसार माग जनताको के छ। ल है, अब हामी डेस्टिनेसनमा पुरा गरेर भाग्ने हो। भिर र पहिरो खोलाको बाटो नमान्नु डराइ डर। हामी चाहिँ हिमालको सुरुमा पुग्नलाई धेरै दुःख कष्ट गरेर उकाली लागिरहेछौँ। मोटे अरुण दाइको साथमा म अमलावाला केरावाला